अब हामी आशिषको वचनहरूलाई हेर्नेछौँ। आशिषको वचनहरूको सन्दर्भमा कुरा गर्नुभन्दा अगाडि म तपाईहरूलाई दुई जीवित चराहरूको विषयमा व्याख्या गर्न चाहन्छु, किनभने यी दुई जीवित चराहरूको महत्वलाई बुझ्छौँ भने हामीले यी आशिषको वचनको साँचो अर्थ र अनुभवलाई अझ राम्ररी बुझ्नेछौँ। आउनुहोस् मत्तीको पुस्तक 5 अध्यायको 3 देखि 10 बाट हामी आशिषको वचनलाई अध्ययन गरौँ। धन्य आत्मामा दिन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। जब येशूले डाँडाको उपदेश र आशिषको वचनलाई भनेर सिद्ध्याउनु भयो, तब यहुदीहरू आफैमा काने खुसी र गनगन गर्न थाले। यो कुरालाई हामी मत्तीको पुस्तक 7 अध्यायको 28 र 29 मा पाउन सक्दछौँ। येशूले यी कुरा भनिसक्नु भएपछि भिड उहाँको शिक्षा सुनेर छक्क पर्यो, किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो। धर्मगुरुहरूले मानिसहरूलाई यो सिकाएको थिए कि वेदीमा चढाएको थुमाले तिनीहरूलाई धर्मी बनाउनेछन् र पुजारीहरूले यो सिकाए कि जीवित चरालाई पक्रेर बलि चढाउँदा यस्तै चढाउने मानिसलाई शुद्ध बनाउनेछ। तर येशूले यी विधिहरूलाई एकातिर राख्नु भयो र घोषणा गर्नुभयो कि यदि मानिसहरूको आत्मा दीनता छैन, विनम्रता छैन र हृदयमा शोक छैन भने यी कुराहरूले कुनै पनि अर्थ राख्दैन। यसरी आशिषको वचन र डाँडाको उपदेशले यहुदी मण्डलीको केन्द्रीय विश्वासीलाई चुनौती दिएको थियो। तिनीहरू क्रोधित भए र तिनीहरूको लामो समयदेखि सुतेको अन्तर्स्करण अचानक जागेको थियो। यस्तै स्पष्ट पार्छ कि आफ्नो सेवाकाल भरि येशूलाई बारम्बार पुजारीहरू र फारिसीहरूले सताउने र आक्रमण गर्ने कारण के थियो? यो औपचारिक रीतिरिवाजहरूमाथि विश्वास र हृदयको विश्वास बीचको टकराव थियो। अगाडिको वचनमा हामीले आशिषको वचनको पहिलो आशिषलाई हेरेका थियौं, धन्य आत्मामा दिन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। आज हामी दोस्रो पदमा केन्द्रित हुनेछौँ। आजको वचनको शीर्षक रहेको छ दुई जीवित चराहरू र शोकित हृदय। यो सन्देश आशिषको वचनमा आधारित रहेको छ। प्रकाशको पुस्तकमा हामीलाई यो उल्लेखनीय वचन भनिएको छ। प्रकाशको पुस्तक 13 अध्यायको 8 पद, संसारको सृष्टिदेखि नै मारिनु भएको थुमा यो एक गम्भीर भनाइ हो। यसको अर्थ के हो? जब परमेश्वरले मानिसलाई इच्छा शक्तिको स्वतन्त्रता दिनुभयो, पाप अवश्य देखा पर्नेछ भन्ने कुरा उहाँले पहिले नै देख्नु भएको थियो। अर्को शब्दमा भन्नु पर्दा ख्रीष्टलाई क्रुसमा चढाइनु पर्नेछ भन्ने कुरा पहिले नै निर्धारण गरिएको थियो। त्यसैले अनन्त आदम र हावाले पाप गरे र ख्रीष्टले उनीहरूलाई अनन्तको विनाशतर्फ जाँदै गरेको हेर्न सक्नु भएन। त्यसैले संसारको जग बस्नु अघि नै योजना अनुसार उहाँले उनीहरूको पापको मूल्य चुकाउने निर्णय गर्नुभयो। प्रकाशको पुस्तकमा संसारको सृष्टिदेखि मारिनु भएको थुमा वर्णन गरिएको पदले मानवता प्रतिको परमेश्वरको गहिरो र अटल प्रेमलाई प्रकट गर्दछ। इजरायलीहरूले परमेश्वरलाई छाडेर सुनको बाछालाई पूजा गरे पनि र मूर्ति पूजामा लिप्त भए पनि उहाँको क्रुसमा चढ्ने निर्णय कहिले परिवर्तन भएन। उहाँको हृदय अटल रहेको थियो। कैनले गरेको हत्याबाट नोआको पाप, अब्राहमको हागरसँगको सम्बन्ध र दाउदको बत्सेबासँगको पापसम्म पनि ख्रीष्टको हृदय कहिले परिवर्तन भएन। क्रुसमा चढ्नकै लागि उहाँ पृथ्वीमा आउनुभयो। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, जब हामी ख्रीष्टको प्रेम र बलिदानलाई साँचो रूपमा बुझ्छौँ, हाम्रो हृदयमा गहिरो परिवर्तन आउँछ। जब हामी परमेश्वरमा ध्यान गर्छौँ जसले हामीलाई बचाउन सबै कुरा त्याग्नु भयो, तब के हुन्छ? हामी हाम्रो हृदय उहाँलाई समर्पण गर्छौँ। हामी उहाँको पछि पूर्ण हृदयले लाग्नेछौँ। यसैकारण परमेश्वरले इजरायलीहरूको लागि बलिदानको प्रथा स्थापना गर्नुभयो। यो बलिदान प्रणाली किन दिएको थियो? तिनीहरूलाई ख्रीष्टको बलिदान र उहाँको रगतको शक्तिको स्मरण गराइराख्न यो प्रथा दिएको थियो। बलिदान प्रथाको रीतिरिवाजहरूमा हामी रगत छर्कने र लगाउने निरन्तर क्रियाकलापहरू देख्छौँ। यस्तो अभ्यासहरू किन दिएका थिए? ताकि हरेक पटक रगत छर्कदा र लगाउँदा मानिसहरूले ख्रीष्टको प्रेम र बलिदानलाई सम्झनु र आफ्नो हृदयमा गहिरो रूपमा अंकित गरून्। तर इजरायलीहरू यसमा असफल भए। तिनीहरूले यो रीतिरिवाजहरू बिना कुनै बुझाइ केवल बाहिरी रूपमा पूजा गरे, रगत छर्किए र लगाए, तर यसको साँचो अर्थ तिनीहरूले बुझेनन्। कुष्ठ रोगीहरूको शुद्धिकरणको लागि पनि एउटा विशेष विधि रहेको छ जसमा दुई जीवित चराहरूलाई प्रयोग गरिन्छ। यो विधिमा एक गहिरो अर्थ रहेको छ र यसकारण म यसलाई तपाईहरुसँग आज बाँड्न चाहन्छु। बाइबलमा कुष्ठ रोगले केलाई जनाउँछ? यसले पापको रोगलाई जनाउँछ, एक संक्रामक र प्राणघातक रोग। एक पटक यो रोग लागेपछि यसको परिणामहरू भयानक हुन्छन्। जस्ता यो रोग लाग्छ उसले समाज र समुदायबाट अलग्गै बस्नुपर्छ, सबैसँग पूर्ण रूपमा अलग्गिने बाध्यता हुन्छ। आँसुले भरिएको आँखाले
तिनीहरूले आफ्नो सामान बाँध्नु पर्थ्यो र आफ्नो परिवारलाई छोडेर जानु पर्थ्यो। पुरानो करारमा कुष्ठरोगीहरूको भाग्य यो थियो। यसको कुनै उपचार थिएन, कुनै समाधान थिएन र तिनीहरूले केवल मृत्युको प्रतीक्षा गर्न सके। जब कुष्ठरोगीहरू अरूलाई भेट्थे तिनीहरूले अशुद्ध अशुद्ध भनेर कराउनु पर्दथ्यो ताकि अरूहरू आफूबाट टाढा रहन्। यो सुन्न साथ अरूले तुरुन्तै तिनीहरूलाई चिन्थे र बच्नको लागि टाढा भाग्थे। केही कुष्ठरोगीहरू कहिलेकाहीँ निको हुन्थे, तर जो मानिसहरू निको हुन्थे तिनीहरूसँग के हुने गर्थ्यो? यहाँ लेवीय 14 अध्यायमा उल्लेख भएको विशेष शुद्धिकरण विधिको काममा आउँछन्। म तपाईलाई प्रश्न गर्न चाहन्छु, निको भएका कुष्ठरोगीले कुन विधिलाई पूरा गर्नुपर्ने थियो र त्यो किन आवश्यक थियो? तपाईले यी प्रश्नहरू सोध्न सक्नुहुन्छ। जब कुनै मानिस कुष्ठरोगबाट निको हुन्छ उसले कस्तो महसुस गर्लान्? ऊ पक्कै खुसीले भरिपूर्ण हुन्थेन होला। ऊ उत्साहको साथ पुजारी कहाँ दौडेर जाने थिए र भन्ने थिए, पुजारीजी मेरो कुष्ठरोग निको भएको छ, कृपया मलाई जाँच गर्नुहोस्। पुजारीले अचम्म मान्दै उसको शरीर ध्यानपूर्वक निरीक्षण गर्ने थिए र त्यसपछि बधाई दिँदै भन्ने थिए, आउनुहोस् परमेश्वरको स्तुति गरौँ, तपाईँ चमत्कारिक रूपमा निको हुनुभयो। अब हामीले चाँडै शुद्धिकरणको विधि पूरा गर्नुपर्नेछ। जानुस् र 2 जीवित चराहरू लिएर आउनुहोस्। यहाँबाट शुद्धिकरणको प्रक्रिया सुरु हुन्छ। कुष्ठरोगबाट निको भएको मानिसले 2 जीवित चराहरू लिएर जाने थिए। त्यसपछि पुजारीले तिनीहरूलाई ती मध्ये एक चरा मार्न र त्यसको रगत प्रभावित गर्न निर्देशन दिनेछन्। त्यस चराको प्राण कसले लिन्छन्? पुजारी होइन, तर कुष्ठरोगीबाट निको भएका मानिसले त्यस चराको प्राण लिने थिए। उनले आफ्नै हातले त्यस चरालाई मार्छन्, त्यसको रगत बग्न दिन्छन्। पुजारीले त्यसपछि त्यो रगतलाई लिएर निको भएका व्यक्तिको शरीरमा 7 पटक छर्किने थिए। बाँकी रहेको जीवित चरालाई भने उड्नको लागि स्वतन्त्र गरिन्छ, जसले मुक्ति अथवा स्वतन्त्रताको प्रतीक दिन्छ। शुद्धिकरणको विधि नै यही हो। आउनुहोस् लेवीको पुस्तक 14 अध्यायको 2 देखि 7 लाई अध्ययन गरौँ। रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालना गर्नु। त्यस दिन त्यसलाई पुजारी कहाँ ल्याइयोस्। पुजारीले त्यसलाई छाउनी बाहिर लगेर त्यसको जाँच गरून्। छालाको त्यो सरुवा रोग निको भएछ भने त्यसको निम्ति 2 वटा जिउँदो शुद्ध पंक्षी, देवदारुको काठ, हिस्सप र सिन्दुरे रङको धागो ल्याउनु भन्ने पुजारीले आज्ञा दिउन्। तब पुजारीले ती पंक्षी मध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिउन्। त्यो जिउँदो पंक्षीलाई चाहिँ देवदारुको काठ, सिन्दुरे रङको धागो र हिसाब समेत लिई त्यही माटोको भाँडामा भएको ताजा पानीमाथि भरिएको पंक्षीको रगत तिनले चोपल्नु। सरुवा रोगबाट शुद्ध हुनुपर्ने माथि 7 पल्ट छर्केर तिनलाई शुद्ध ठहराउनु। तब तिनले त्यो जिउँदो पंक्षीलाई खुला मैदानमा छोडिदिउन्। यो विधिमा एउटा चरालाई मार्नु पर्छ भने अर्को जीवित रहने थियो। यसको अर्थ के हो? यसको उत्तर तपाईलाई थाहा होला। यसले ख्रीष्टको मृत्यु र उहाँको रगतलाई प्रतिनिधित्व गर्छ। यस विधिमा प्रयोग भएको सबै रगतले ख्रीष्टको रगतको प्रतीक हो। तर ध्यान दिनुहोस्, यस विधिमा प्रयोग गरिएको चराको रगतले पापलाई क्षमा गर्न सक्दैन। पापको प्रायश्चित केवल पवित्र स्थानको वेदीमा मात्र सम्भव छ। यो कतै अरू ठाउँमा सम्भव हुँदैन। यस विधिमा प्रयोग गरिएको चराको रगतले स्पष्ट रूपमा ख्रीष्टको मृत्यु र रगतलाई प्रतीकात्मक रूपमा देखाउँदछ। अब म तपाईलाई प्रश्न गर्न चाहन्छु, किन एक चरालाई ताजा पानी भएको माटोको भाँडामा मार्न लगाइयो? यसले के प्रतिनिधित्व गर्छ? यो चरा ख्रीष्टको प्रतीक हो। यसरी यो ख्रीष्टको सन्देश हो। बाइबलमा माटोको भाँडोले के प्रतिनिधित्व गर्छ? यसले मानव शरीरलाई जनाउँछ। दोस्रो कोरिन्थीको पुस्तक 4 अध्यायको 7 पदमा भनिएको छ, यो धन हामीसित माटोको भाँडाहरूमा छ। यसको अर्थ हामी मानवहरू माटोको भाँडा जस्तै हौ। यसो पनि हामी जस्तै माटोको शरीरमा यस पृथ्वीमा आउनुभयो। तर त्यो चरा ताजा पानी भएको माटोको भाँडामा मारियो। बाइबलमा पनि के प्रतिनिधित्व गर्छ? पानीले परमेश्वरको जीवित वचनलाई र पवित्र आत्मालाई पनि जनाउँछ। त्यसैले यसको अर्थ हो येशू यस पृथ्वीमा हाम्रो जस्तै माटोको शरीरमा जन्मनु भयो। तर उहाँ माटोको भाँडा हुनुहुन्थ्यो। यद्यपि यसले उहाँको मानव शरीरको प्रतिनिधित्व गरे तापनि उहाँ वचन र पवित्र आत्माले भरिनु भएको थियो। यही सन्देश उहाँले हामीलाई दिनुहुन्छ। त्यो सन्देश के हो? म पनि तिमी जस्तै शरीरमा जन्मिएको छु, तर यदि म जस्तै तिमी पनि वचन र आत्मामा चल्छौ भने तिमीले विजय पाउन सक्छौ। यो कुरामा हिम्मत लिनुहोस्। उहाँको मानिस अवतारको सत्यता हो। उहाँको मानिसको अवतारको यो सत्यता पुरानो करारदेखि नयाँ करारसम्म फैलिएको छ। यसकारण पहिलो पत्रुसको पुस्तक 2 अध्यायको 21 पदमा यो भनिएको छ, ख्रीष्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नु भयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडी जानु भयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, ख्रीष्टले कसको लागि दुःख भोग्नु भयो र कसको लागि उदाहरण छोड्नु भयो? के यो तपाईँ र मेरो लागि होइन र? उहाँले हाम्रो लागि उदाहरण छोड्नु भयो किनकि उहाँ शरीरमा आउनु भयो। यसकारण उहाँको उदाहरण अनुसरण गर्नु सम्भव छ। बाइबलले कस्तो विश्वासको कुरा गरिरहेको छ के तपाईले देख्नु भएको छ? यसले ख्रीष्टलाई हाम्रो उदाहरणको रूपमा हेर्ने र उहाँलाई अनुसरण गर्ने विश्वासको कुरा गर्दछ। यदि हामी यसरी जिउँछौँ भने हामी हाम्रो बाटोबाट हराउने छैनौँ। हामी सधैँ विश्वास र साहसको साथ अगाडि बढ्नेछौँ, किनभने ख्रीष्टले पहिले नै विजय प्राप्त गर्नु भएको छ र हामी उहाँमाथि विश्वास गरेर उहाँलाई नै अनुसरण गर्नेछौँ। यो नै हाम्रो हृदयको मनोभाव बन्न जान्छ। अब म तपाईहरुलाई एउटा प्रश्न गर्न चाहन्छु, किन कुष्ठरोगबाट निको भएको मानिसलाई शुद्धिकरण विधिको लागि 2 जीवित चरा ल्याउन भनियो? किन एउटा चरालाई मारियो र अर्को चरालाई छोडियो? अब हामी यस विधिको गहिरो अर्थमा प्रवेश गर्दछौं। लेवीको पुस्तक 14 अध्यायको 5 देखि 7 पदमा यसो लेखिएको छ, तब पुजारीले ती पंक्षीहरू मध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिउन्। त्यो जिउँदो पंक्षीलाई चाहिँ देवदारुको काठ, सिन्दुरे रङको धागो र हिस्सप समेत लिई त्यही माटोको
माटोको भाँडामा भएको ताजा पानीमाथि मारिएको पंक्षीको रगतमा तिनले चोपलुन्। त्यसैले जब कुष्ठरोगबाट निको भएको मानिसले ताजा पानी भएको माटोको भाँडामा चरा मार्छन् र यसको रगत बग्न दिन्छन्, तब पुजारीले के गर्छन्? उनले त्यस रगतलाई 7 पटक त्यस मानिसमाथि छर्कन्छन्। सर्व रोगबाट शुद्ध हुनुपर्ने माथि 7 पल्ट छर्केर तिनले त्यसलाई शुद्ध ठहराउन्। तब तिनले त्यो जिउँदो पंक्षीलाई खुला मैदानमा छोडिदिउन्। यसको अर्थ के हो? यस शुद्धिकरण विधिमा एउटा चरा मारिन्छ भने अर्कोलाई छोडिन्छ। पहिलो चराको रगत 7 पटक छर्केपछि मात्र बाँकी रहेको जीवित चरालाई स्वतन्त्र गरिन्छ। यसको अर्थ के हो? जब ख्रीष्टको मृत्यु भयो र उहाँको रगत बग्यो, तब बाँकी जीवित रहेको चराले प्रतिनिधित्व गरेको जस्तै हामी स्वतन्त्र बन्यौं। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, हामी सबै कुष्ठरोगीहरू जस्तै हौं, पापमा मरेको बिना कुनै आशा बिना। ख्रीष्ट मारिनु भयो र उहाँको रगत चराको रगत चाहिँ बग्यो। यो रगत हामीहरूमाथि छर्कियो र त्यसकारण हामी बाँच्न सकेका छौं। हामी शैतानको शक्तिबाट स्वतन्त्र भयौं र अब स्वतन्त्र भएर पखेटा फिजाएर उड्न सक्छौं। यो कुरालाई हामी कसरी अनुभव गर्न सक्छौं? हामीले चराको रगत यानी मसीहको रगतलाई हाम्रो हृदयमा लागू गर्नु पर्नेछ। केवल ती विधिहरूलाई मात्र पूरा गरेर हुँदैन। हामीले आफ्नो हृदयमा प्रभुको सेवा कसरी गर्ने? जब हामी शुद्धिकरणको विधिलाई वास्तवमा बुझ्छौं, तब हामी आफ्नो विश्वासको मर्म र सार पत्ता लगाउन सक्छौं। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, हामीले सुसमाचार र उद्धारको सारलाई स्पष्ट रूपमा बुझ्न आवश्यक छ भने मैले बारम्बार भनेको छु। विश्वासको वास्तविक अर्थ र परमेश्वरको प्रेम र बलिदानलाई हामीले चिन्न जरुरी छ। बलिदानको वेदीमा बलि चढाइएको त्यस थुमाको पीडा र दुःखलाई हामीले बुझ्नुपर्छ। हामीले त्यो जीवित चराको पीडालाई बुझ्नुपर्छ जसले पखेटा फटफटाउँदै आफ्नो प्राण त्यागेको थियो। पुरानो करारको 4000 वर्षको अवधिमा परमेश्वरले बारम्बार आफ्नो मानिसहरूलाई यो सन्देश देखाउनु भयो। इजरायलीहरूले मन्दिरमा बलिदान चढाउन र शुद्धिकरणको विधि पूरा गर्न जाँदा प्रत्येक पटक तिनीहरूले बलि चढाएको जनावरको मृत्युलाई देखेका थिए। यी सबै कुराहरूमा परमेश्वरको उद्देश्य थियो। तर पनि यहुदीहरू यी सबै कुराहरू बुझ्न असफल भए। जब तिनीहरूले परमेश्वरको प्रेम र बलिदानलाई बुझेनन्, तब के भयो? तिनीहरूले आज्ञाहरूलाई सतही रूपमा पालना गरे। पुजारीहरूले यो जीवित चराहरूलाई मार भन्दा तिनीहरूले त्यस चरालाई मारे। पुजारीले तुमा बलिदान चढाऊ भन्दा तिनीहरूले चढाए। तर तिनीहरूको हृदयमा कुनै शोक वा दुःख थिएन। तिनीहरूले केवल रीतिरिवाज पूरा गरे। यही कारणले पाउलले भनेका थिए कि व्यवस्थाको कार्यहरूद्वारा उद्धार प्राप्त गर्न सकिँदैन। त्यो केवल औपचारिक कार्यहरू थिए जसमा कुनै सार थिएन। यही कारणले गर्दा तिनीहरू नाश भए। आजको मण्डलीहरूमा पनि यो समस्या व्याप्त छ। मानिसहरू प्रार्थना गर्छन्, आराधनाको सेवामा सहभागी हुन्छन्, भजन गाउँछन् र विभिन्न तरिकाले सेवा गर्छन्, तर तिनीहरूले मर्ने चराको पीडालाई यादै गर्दैनन्। मानिसहरूमा मसीहको मृत्युप्रति कुनै शोक छैन। मर्ने बेला त्यस चराको पखेटा फटफटाउँदै पाएको पीडालाई महसुस गर्दैनन्। जब हामी छिमेकीहरू मध्ये कसैको मृत्यु हुँदा हामीलाई दुःख लाग्छ, होइन र? हामीलाई पीडा महसुस हुन्छ। तर हामी सबैको निम्ति मर्ने मसीहको मृत्युप्रति कुनै भावना छैन। यही कारणले गर्दा हाम्रो विश्वास आफ्नो सारबाट टाढा छ। औपचारिकताहरू त पर्याप्त छन्, तर मसीहको रगतले हामीलाई बचाउँछन् भन्ने कुराप्रति कुनै कृतज्ञता वा आश्चर्यको अनुभूति छैन। परिणाम स्वरूप हामी शैतानको शक्तिमा फसिरहन्छौं र स्वतन्त्रको रूपमा पखेटा फैलाउन असमर्थ छौं। लेवीको पुस्तक 14 अध्यायको 6 र 7 पदलाई हेरौं। यो जिउँदो पंक्षीलाई चाहिँ देवदारुको काठ, सिन्दुरे रङको धागो र हिस्सप समेत लिई त्यही माटोको भाँडामा भएको ताजा पानीमाथि मारिएको पंक्षीको रगतमा तिनले चोपलुन्। सर्व रोगबाट शुद्ध हुने मानिसहरूमाथि पुजारीले 7 पटक रगत छर्कनु पर्ने थियो र ऊ शुद्ध भयो भनी घोषणा गर्नुपर्ने थियो। शुद्धिकरणको विधिमा अर्को महत्वपूर्ण पक्ष देखा पर्दछ। पुजारीले मारेको चराको रगतसँगै देवदारुको काठ, रातो धागो र हिस्सप प्रयोग गरी कुष्ठरोगीको शरीरमा 7 पटक छर्कन्छन्। किन यो विधिमा केवल रगत मात्र नभएर देवदारुको काठ, रातो धागो र हिस्सप पनि प्रयोग गरिएको छ त? यस विधिमा प्रयोग भएको प्रत्येक तत्वले विशेष कुरालाई संकेत गरेको छ। हिस्सप के हो? यो शुद्धिकरणको लागि प्रयोग गरिने जडीबुटी हो जसलाई जंगलमा पाइन्छ। हिस्सपलाई रगतमा डुबाएर लागू गर्नुको अर्थ हृदयको शुद्धिकरण र पापको धुलाइलाई जनाउँदछ। यसकारण त भजन संग्रहको लेखकले परमेश्वरलाई यसरी प्रार्थना गरे, हिस्सपले मलाई शुद्ध पार्नुहोस्। अब प्रश्न खडा हुन्छ, कसरी हिस्सप जस्तो जडीबुटीले हामीलाई शुद्ध पार्छ? यो विधिलाई बुझौं भने हामीले हाम्रो सामु यो पद स्पष्ट हुन्छ। हिस्सपले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। हामीलाई हिस्सपको आवश्यकता छ। आत्मिक हिस्सपले हाम्रो हृदयलाई दैनिकी रूपमा शुद्ध पार्नुपर्ने हुन्छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ। मानिसहरूलाई धार्मिकताको अर्थ बुझाउन परमेश्वरले चित्र पुस्तिका जस्तै यी वास्तविक अनुभवहरू दिनुभयो। तर हजारौं वर्षसम्म इजरायलीहरूले यसको अर्थलाई बुझ्न सकेनन्। पुजारीहरूले पनि यस विषयमा सही रूपमा शिक्षा दिएका थिएनन्। देवदारुको काठ के हो? यो एक सुगन्धित काठ हो जसले किराहरूलाई टाढा राख्छ भन्ने गरिन्छ। परमेश्वर स्वर्गीय सुगन्धितले भरिनु भएको छ। उहाँलाई देवदारुको काठ जस्तै हानिकारक कुराबाट टाढा राख्नेको रूपमा चित्रण गरिएको छ। देवदारुको काठलाई रगतमा डुबाएर प्रयोग गर्नुको अर्थ
के हो त? यो शुद्धिकरणको प्रतीक हो। परमप्रभुको सुगन्ध यस शक्तिशाली छ कि यसले कुनै पनि हानिकारी कुरालाई हटाउँछ। रातो धागो के प्रतिनिधित्व गर्छ? रातो धागोले रातो रगतलाई सोध्छ र त्यसलाई 7 पटक पूर्णताको संख्यामा छर्किन्छ, जसले मसीहको रगतको पूर्ण प्रभावकारितालाई जनाउँदछ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यस विधिको प्रत्येक भागले मसीह र हाम्रो हृदय मार्फत संकेत गर्दछ हामी सबैको आत्मिकी कुष्ठरोगी हौं र केवल मसीहको रगतले हामीलाई शुद्ध गर्न सक्छ। मसीहको रगतले हामीलाई कसरी शुद्ध गर्छन्? उहाँको प्रेम, बलिदान र मृत्युप्रति गम्भीर चिन्तन गरेर शुद्ध गर्छन्। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरूले आजको सन्देशलाई केवल औपचारिकताको रूपमा मात्र नलिनुहोस्, यसलाई गम्भीर रूपमा ध्यान दिनुहोस्। त्यसपछि मात्र तपाईको हृदय परमेश्वरको हृदय एक हुन सक्छ। यो अत्यन्त महत्त्वपूर्ण छ। धेरै मानिसहरू परमेश्वरमाथि विश्वास गर्छौं भन्छन्, तर तिनीहरूको हृदय उहाँसँग एक छैन। तिनीहरू टाढिएका छन्। यो साँचो विश्वास होइन। हाम्रो हृदयको शून्यतालाई भर्नको लागि यो समस्यालाई समाधान गर्न जरुरी छ। म तपाईलाई सोध्न चाहन्छु, परमेश्वरले 2 जीवित चराहरूको विधिलाई किन स्थापना गर्नुभयो? जब हामी एउटा चराको हत्या र अर्को चराको स्वतन्त्रता देख्छौं, तब के हुन्छ? हामीलाई पश्चाताप हुन्छ। हामी आफूमा शोकको भावना विकास गर्छौं र आशा पाउँछौं। चराको रगतले जसरी चरा शुद्ध हुन्छ, हामी पनि शुद्ध हुन्छौं र स्वतन्त्र चरा जस्तै हामी स्वतन्त्रतापूर्वक उड्ने आशा पाउँछौं। परमेश्वर आफ्नो प्रेम र बलिदानलाई हरेक सम्भव तरिकाबाट प्रकट गर्न चाहनुहुन्छ ताकि हाम्रो मन उहाँतिर फर्कियोस्। पुरानो करारको रीतिरिवाजहरूको पछाडि यही उद्देश्य थियो। जब मानिसहरूले परमेश्वरको हृदयलाई साँचो रूपमा बुझ्छन्, तब के हुन्छ? तिनीहरू पापबाट टाढा हुन्छन्, शुद्ध अनुभव गर्छन् र परमेश्वरको समर्पित सेवक बन्छन्। यही कारणले गर्दा म सधैँ यो कुरामा जोड दिन्छु कि पवित्र स्थान परमेश्वरको उद्धारको योजना हो। पुरानो करारमा थुमा र चराको रगत प्रयोग गर्ने विधिलाई सिधै येशूले नयाँ करारमा प्रतिनिधित्व गर्नुभएको छ। अब येशूले रगत छर्कन वा लगाउन भन्नुहुन्छ। यसको सट्टामा उहाँ हामीलाई यसलाई ग्रहण गर्न आदेश दिनुहुन्छ। यूहन्नाको पुस्तक 6 अध्यायको 53 पदमा यसो लेखिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन। येशूले अब मानिसहरूलाई थुमा वा चराको हत्या गर भन्नुहुन्न। किनभने यहुदीहरूको मन कठोर भइसकेको थियो। उहाँ भन्नुहुन्छ, जबसम्म तिमीहरूले मेरो रगत पिउँदैनौ, तिमीहरूसँग जीवन छैन। यसको अर्थ के हो? पुरानो करारको हजारौं वर्ष अवधिमा तिम्रा पुर्खाले धेरै रगत बगाएर छर्के, तर तिमीहरूको हृदयमा यो कहिले लागेन। यो सबै व्यर्थ थियो। तिमीहरूले थुमा र चरा बलिदान गर्यो, तर न त तिमीहरूले परमेश्वरको सामु पापको कुनै दुःख व्यक्त गर्यो, न कुनै कृतज्ञता नै व्यक्त गर्यो। यही कारणले गर्दा तिम्रो धेरै जसो पुर्खाहरू नष्ट भए। अब यसो भन्नुहुन्छ, तिमीहरूले यदि तिमीहरूमा जीवन चाहन्छौ भने मेरो शरीर खानु र मेरो रगत पिउनु। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले परमेश्वरको हृदय र ख्रीष्टको हृदयलाई बुझ्न जरुरी छ। हामीले ख्रीष्टको शरीर खान र उहाँको रगत पिउन जरुरी छ। उहाँको शरीर र रगत हाम्रो हृदयभित्र प्रवेश गर्नुपर्छ। प्रत्येक बिहान हामीले जीवनको रोटी ग्रहण गर्नुपर्छ। हामीले ख्रीष्टलाई ग्रहण गर्नुपर्छ। प्रत्येक बिहान हामीले उहाँको रगत पिउनुपर्छ। ख्रीष्टको मृत्यु र बलिदानको दुःख र कृतज्ञता हाम्रो आत्मामा गहिरो रूपमा अंकित हुनुपर्छ। त्यसपछि मात्र विश्वास स्वाभाविक रूपमा आउनेछन्। यही उद्धार हो। जब यो उद्धार महसुस गरिन्छ, तब सबै कुरा बदलिन्छ। म तपाईहरूलाई एकदम महत्त्वपूर्ण प्रश्न सोध्न चाहन्छु, येशूसँग एक हुनुको अर्थ के हो? आज धेरै मानिसहरूले येशूसँग व्यक्तिगत सम्बन्ध राख्ने कुरा गर्छन्, तर यसको वास्तवमा अर्थ के हो? यो सरल छ। यसको अर्थ हो, जब हामी येशूको मृत्यु र बलिदानलाई मनन गर्छौं, हाम्रो हृदयमा कृतज्ञता र दुःख महसुस हुन्छ। जब येशूले हाम्रो हृदयमा यस्तो भावना देख्नुहुन्छ, तब उहाँ प्रसन्न हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, तिमीले मेरो मृत्यु र बलिदानको अर्थ बुझेका छौ। तिम्रो हृदय मेरोसँग जोडिएको छ। उहाँसँग एक हुनुको अर्थ यही हो। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यदि कोही बिरामी छ र पीडामा छ भने तपाईले केवल परबाट हेर्दैमा सम्बन्ध बन्न सक्छ र सक्दैन। तपाई त्यो व्यक्ति कहाँ जानुपर्छ, उसको हात समातेर उसको पीडा बुझ्नुपर्छ। त्यसपछि मात्र सम्बन्ध बन्छ। येशूसँगको सम्बन्ध पनि यही सत्यतामा आधारित छ। उहाँ हाम्रो विश्वास र जीवनलाई हेरेर खुसी हुनुपर्छ। जब उहाँले हाम्रो कृतज्ञता र उहाँको प्रेम र बलिदान प्रतिको समर्पण देख्नुहुन्छ, यसले उहाँको हृदयमा आनन्द ल्याउँछ। यसैगरी हाम्रो हृदय उहाँसँग जोडिन्छ। येशूसँग व्यक्तिगत सम्बन्ध हुनुको अर्थ यही हो। भावनाविहीन रूपमा तिनीहरूले जीवित चरालाई मारेर अर्को छोडिदिए। तिनीहरूको हृदय कुनै पनि भावना बिनाको थियो। येशूले यो देख्दा के भन्नुहुन्छ? म तिमीहरूलाई चिन्दिन। तिमीहरू पवित्र स्थानमा प्रवेश गरे र थुमा बलिदान गरे, तर तिनीहरूको हृदय कुनै पनि कुराले क्रियाशील भएन। न दुःख छ, न शोक नै छ। येशूले त्यस्ता मानिसहरूलाई के भन्नुहुन्छ?
म तिमीहरूलाई चिन्दिन। मत्तीको पुस्तक 7 अध्यायको 23 पदमा येशूले भन्नुहुन्छ, अनि म तिमीहरूलाई सफासँग भन्ने छु, मैले तिमीहरूलाई कहिले चिनेको छैन। ए धर्म काम गर्ने मानिसहरू हो, मबाट दूर हो। मत्तीको 7 अध्यायमा भएको यो महत्त्वपूर्ण वचन हो। यो कस्तो पृष्ठभूमिको प्रकट भएको छ। यद्यपि तिमीले अगमबाडी भन्यो, आश्चर्य कर्म गर्यो र परमेश्वरमाथि विश्वास गर्ने दाबी गर्यो, तर म तिमीलाई चिन्दिन। किन? जब तिमीले चरालाई मर्दै गरेको देख्यो, तिमीलाई कुनै दुःख भएन। जब तिमीले थुमालाई वेदीमा रगत बगाउँदै गरेको र मर्दै गरेको देख्यो, जुन मेरो रगतलाई प्रतीक गर्दछ, तिम्रो हृदयमा केही हलचल भएन। त्यही पनि तिमीहरूले अगमवक्ता जस्तै व्यवहार गर्यो, वचन सिकायो र आश्चर्य कर्महरू गर्यो। हाम्रो सम्बन्ध के थियो? म तिमीहरूलाई चिन्दिन। तिनीहरूले गलत तरिकाले काम गरे। येशूले यही कुरा भन्नुभएको होइन र? कसरी येशूले एक जीवनभरको आराधना र विश्वासपछि म तिमीलाई चिन्दिन भन्न सक्नुहुन्छ? कुनै वास्तविक सम्बन्ध कहिले बनेन। के यो गम्भीर कुरा होइन र? प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यही कारणले गर्दा हामीले ख्रीष्टको रगत हाम्रो हृदयमा कार्यान्वयन गर्नुपर्छ। हामीले यस्ता हाम्रो हृदयमा कार्यान्वयन गर्नुपर्छ। प्रत्येक बिहान हामीले जीवनको रोटी खानुपर्छ र प्रभुको रगत पिउनुपर्छ। अनि परिणाम स्वरूप के हुन्छ? कृतज्ञता हाम्रो भित्र बढ्छ, समर्पण गहिरिन्छ, परमेश्वर प्रति ग्लानि बोध महसुस हुन्छ र शोकको भावना विकसित हुन्छ। यसरी हामीले येशूसँग जीवन सम्बन्ध बनाउँछौँ। अब हामी आशिषको वचनको शिक्षामा फर्कौं। किन मैले आशिषको वचनमा जानुभन्दा अगाडि 2 जीवित चराको विषयमा बताए? किनभने 2 जीवित चराको विधिको अर्थ पूर्ण रूपमा बुझेपछि मात्र आशिषको वचनको अनुभवलाई बुझ्न सक्छौं। आउनुस् मत्तीको पुस्तक 5 अध्यायको 3 देखि 10 पदसम्म हामी आशिषको वचनलाई अध्ययन गरौं। धन्य आत्मामा दिन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। जब येशूले डाँडाको उपदेश र आशिषको वचनलाई भनेर सिद्ध्याउनु भयो, तब यहुदीहरू आफैमा काने खुसी र गनगन गर्न थाले। यो कुरालाई हामी मत्तीको पुस्तक 7 अध्यायको 28 देखि 29 पदमा पाउन सक्छौं। येशूले यो कुरा भनिसक्नु भएपछि भीड उहाँको शिक्षा सुनेर छक्क पर्यो, किनकि उहाँले तिनीहरूको शास्त्रीले चाहिँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो। धर्मगुरुहरूले मानिसहरूलाई यो सिकाएका थिए कि वेदीमा चढाएको थुमाले तिनीहरूलाई धर्मी बनाउनेछन्, र पुजारीहरूले यो सिकाए कि जीवित चरालाई पक्रेर र बलि चढाउँदा यस्तै चढाउने मानिसलाई शुद्ध बनाउनेछन्। तर येशूले यी विधिहरूलाई एकातिर राख्नुभयो र घोषणा गर्नुभयो, यदि मानिसको आत्मा दीनता छैन, विनम्रता छैन र हृदयमा शोक छैन भने यी कुराहरूले कुनै पनि अर्थ राख्दैन। उहाँले नै यी कुराहरू प्रचार गर्नुहुन्छ। चाहे जतिसुकै विधिहरूलाई पूरा गरे तापनि यदि हृदयमा यी गुणहरू छैनन् भने यी सब कुराहरू व्यर्थ हुन्छन्। यो सन्देशले तिनीहरूलाई झड्का लागेको थियो। यसरी आशिषको वचन र डाँडाको उपदेशले यहुदी मण्डलीको केन्द्रित विश्वासीलाई चुनौती दिएको थियो। तिनीहरू क्रोधित भए र तिनीहरूको लामो समयदेखि सुतेको अन्तरस्करण अचानक जागेको थियो। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यही कारणले गर्दा आफ्नो सेवाकालभरि यसुलाई बारम्बार पुजारीहरू र फरिसीहरूले सताउने र आक्रमण गरेका थिए। यी दुई ईश्वर शास्त्रको बीचमा मुठभेड थियो। एक बाहिरी कामहरूमा आधारित थियो र अर्को हृदयमा बसेको विश्वास थियो। हामीले अगाडिको वचनमा आशिषको वचन धन्य आत्मामा दिन हुनेहरू भन्ने पहिलो आशिषलाई हेरेका थियौं। आज हामी मत्तीको पुस्तक 24 अध्यायमा पाउने दोस्रो आशिषको वचनलाई हेर्नेछौं, जसमा भनिएको छ धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यो कस्तो शोक हो जसको विषयमा येशूले भन्नुभयो। यस्तै पापप्रति साँचो विलापलाई जनाउँछ। पापको परिणामहरू प्रति शोक गर्न होइन, तर पापप्रति नै शोक गर्ने कुरालाई जनाउँछन्। के यो भिन्नतालाई तपाईँ बुझ्नुहुन्छ? यसको अर्थ यो होइन कि तपाईँ जेलमा पक्राउ परेर छलकपट गरेर लज्जित महसुस गर्नुहुन्छ र अब आफ्नो परिवार र समाजको अगाडि शर्मिन्दा हुनुहुन्छ। त्यो त पापको परिणामलाई शोक गर्नुहुनेछ। साँचो शोक भनेको पापप्रति दुःख हुनु हो, किनकि तपाईँको पापको कारण येशूलाई फेरि क्रुसमा टाँगिनु पर्ने भयो। यो ख्रीष्टको रगत र मृत्युप्रति शोक गर्नु हो। यो नै साँचो रूपमा शोक गर्नु हो। पापको कारणले गर्दा तपाईँको प्रतिष्ठामा भएको क्षतिप्रति दुखी हुने कुरा होइन, तर यो तथ्यमा शोक गर्नु हो कि तपाईँको पापले ख्रीष्टलाई क्रुसमा टाँगेको छ। उदाहरणको लागि, कसैले मण्डलीमा क्रोधित भएर चिच्याए र सबैले थाहा पाए। अर्को हप्ता तिनी लाजले मण्डली आउन सक्दैनन् र उसको हृदय भाँचिएर रोइरहेका छन्। के यो साँचो शोक हो? होइन। साँचो शोक तब हुन्छन् जब तिनीहरूले बुझ्छन् मेरो पापको कारण एउटा जिउँदो चराले पखेटा फरफराउँदै मर्नु पर्यो। मेरो पापको कारण थुमा जो ख्रीष्ट हुनुहुन्छ तडपिएर र सास फेर्न खोज्दै आफ्नो प्राण त्याग्नु भयो। यो साँचो शोक हो। जब यस तरिकाद्वारा पश्चातापले स्थान लिन्छन्, तब पापको बन्धन तोडिन्छन् र हटाइन्छन्, र तब परमेश्वरले यस्तो मानिसलाई के दिनुहुन्छ? उहाँले तिनीहरूलाई सान्त्वना दिनुहुन्छ। धन्य शोक गर्नेहरू, किनभने तिनीहरू
तिनीहरूले सान्त्वना पाउनेछन्। प्रिय दाजुभाइ र दिदीबहिनीहरू, के तपाईँ यो सान्त्वना प्राप्त गर्न चाहनुहुन्छ? तब तपाईको शोकको साँचो अर्थ बुझ्नुपर्छ। पाप केवल गल्ती होइन, यो जानाजान र स्वइच्छाले परमेश्वरको व्यवस्था र वचनको विरोधमा गरिएको काम हो। पाप भनेको परमेश्वरका आवाज जसले तपाईको विवेकलाई बोलाउँछ उसलाई इन्कार गर्नु हो र पवित्र आत्माको चेतावनीलाई अस्वीकार गर्नु हो। यही नै साँचो पाप हो। त्यसैले पुरानो करारमा जसले यस्तो पाप गरे तिनीहरूलाई वेदीमा एउटा थुमा ल्याउन भनिन्थ्यो। किन? त्यो थुमालाई मार्दा तिनीहरूले बुझ्थे कि थुमाको मृत्यु तिनीहरूको पापको कारण भएको थियो। तिनीहरूले गहिरो पश्चाताप र दुःख महसुस गरून् भन्ने हेतुले तिनीहरूलाई आफ्नो आँखा खोल्न भनिएको थियो र बुझ्न भनिएको थियो कि तिनीहरूको पापको कारण परमेश्वरको पुत्र मर्नु परेको थियो। परमेश्वरले तिनीहरूलाई उहाँको हृदयबारे विचार गर्न भन्नुभएको थियो, जसले महापवित्र स्थानबाट हेर्दै हुनुहुन्छ र आफ्नो पुत्रको मृत्यु हेरिरहनु भएको छ। त्यसपछि मात्र हामी साँचो शोक र दुःखलाई अनुभव गर्न सक्छौं, जसले पापको पकडलाई तोड्न सक्छन्। यही कुरा परमेश्वरले चाहनु भएको छ। प्रिय दाजुभाइ र दिदीबहिनीहरू, पुरानो करारका सबै विधिहरू र प्राणीहरूले दिन र शोकको हृदयलाई विकास गराउन संरचना गरिएको थियो, तर यो सन्देशता व्यवस्था गरिएको छ। पुराना यहुदीहरूले यो भावनालाई बुझेका थिएनन् र आजका ईसाई मण्डलीहरूले पनि पुरानो करारको पवित्र स्थानको सन्देशको गहिरो अर्थलाई बुझ्न सकेका छैनन्। धेरै जसोले यसको महत्वलाई बुझ्दैनन्। म तपाईको सामु आशिषको डाँडाबाट उपदेश भन्ने पुस्तकको 9 र 10 पानाबाट केही खण्ड पढ्न चाहन्छु। यहाँ उल्लेख गरिएको शोक चाहिँ पापको लागि शोकित भएको साँचो हृदयलाई जनाउँछ। अनि जब कुनै व्यक्तिले क्रुसमा उचालिनु भएको येशूलाई हेर्छ, उसले मानव जातिमा भएको पापमय अवस्थालाई थाहा गर्छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यसको अर्थ के हो? यसको अर्थ यो हो कि जबसम्म हामी क्रुसमा टाँगिएको येशूलाई हेर्दैनौं तबसम्म हामी पापको वास्तविक चरित्रलाई बुझ्न सक्दैनौं। पाप कति गम्भीर र घातक छ भन्ने कुरालाई हामी महसुस गर्न सक्दैनौं। त्यसैले धेरै मानिसहरू क्रुसको बारेमा विचार नगरी, प्रभुको बलिदान, पीडा र दुःखलाई विचार नगरी पश्चाताप गर्न खोज्छन्। त्यसपछि के हुन्छ? पश्चाताप केवल मलाई माफ गर्नुहोस् प्रभु, मैले गल्ती गरे, कृपया मलाई क्षमा गर्नुहोस् जस्ता शब्दहरूमा मात्र सीमित हुन्छन्। त्यसैले नै पाप गर्नेहरूलाई वेदीमा लैजाने निर्देशन दिएको थियो, जहाँ मात्र साँचो क्षमा पाइन्थ्यो। वेदीमा मर्ने थुमालाई हेर्दा हृदयमा रूपान्तरण आउँछ। कस्तो प्रकारको रूपान्तरण आउँछ? आउनुस् पढ्न जारी राखौं। त्यो पाप नै हो जसले महिमाको प्रभुलाई शापित बनाएर क्रुसमा पुर्याएको देख्छ। उहाँले शब्दमा व्यक्त गर्न नसकिने करुणाको साथ प्रेम गरिरहँदा उसको जीवन भने कृतज्ञता विद्रोहीपनमा लागिरहेको दृश्य उसले देख्दछ। यो कुरालाई तिनीहरूले कहिले बुझ्नेछन्? केवल वेदीमा क्रुस मरिरहेको थुमालाई ख्रिस्ता हेर्दा गर्दा मात्र तिनीहरूले पापको वास्तविक अर्थ बुझ्छन्। उसले आफ्नो उत्तम मित्रलाई त्यागेको छ र स्वर्गको बहुमूल्य उपहारलाई हेला गरेको छ। पाप कति गम्भीर कुरा हो। यो गहिरो अभिव्यक्तिहरू हुन्, तर क्रुस बिना यो बुझाइ र बोध कहिले हुँदैन। सबै कुरा बाहिरी र मानवीय स्तरमा सीमित रहन्छन्। ऊ आफैले परमेश्वरको पुत्रलाई क्रुसमा टाँगेको छ र उहाँको रगताम्य र शोकित हृदयलाई छेडेको छ। यो सब हाम्रो पापको परिणाम हो। जब हामी क्रुसलाई हेर्छौं हामीलाई थाहा हुन्छ कि हामीले सधैँ के गर्दै आएका थियौं, किन हामीले यस्तो भन्यौं। हाम्रो सबै उद्देश्य र नियत प्रकट हुन्छ। पापको कालो गहिरो र चौडा खाल्टोद्वारा ऊ परमेश्वरदेखि अलग पारिएको छ र टुक्रेको हृदयको साथ उसले शोक गर्दछ। क्रुसको पाउमा बसेर पापले हामीलाई परमेश्वरबाट अलग गरेको छ भन्ने कुरालाई हामीले महसुस गर्दछौं। यो नै साँचो शोक हो। जब यो शोक अनुभव हुन्छ, आशिषको वचनमा वर्णन गरिएका अरू आशिषहरू स्वाभाविक रूपमा आउँछन्। शोक गर्ने मानिसले परमेश्वरले दिनुभएको सान्त्वना प्राप्त गर्छन् र आत्माको शान्तिको अनुभव गर्छन्। तिनीहरूले पूर्ण रूपमा परमेश्वरको क्षमा प्राप्त गर्छन् र ख्रिस्टको रगत तिनीहरूको लागि अनन्त रूपमा मूल्यवान बन्छन्। एक समय थियो जब मैले पनि यस विषयमा संघर्ष गरेको थिएँ। मलाई साँचो शोक के हो भन्ने थाहा थिएन। मेरो विश्वास प्रति म इमान्दार छु भन्ने विश्वास गरे तापनि साँचो शोकको अर्थ के हो भन्ने कुरालाई मैले बुझिन। जब म रिसाउँथे वा कुनै पाप गर्थे म दुखी हुन्थे। म किन दुखी भए त? मेरो विश्वास क्षतिग्रस्त भयो भन्ने तथ्यमा मैले शोक गरे। म दुखी थिएँ तर गलत कारणको लागि दुखी थिएँ। मैले सोचे मैले बिना कुनै क्रोध यो हप्ता बिताएँ र बिहानको आराधनालाई इमानदारीपूर्वक सहभागी भएँ, तर त्यस व्यक्तिको कारण म क्रोधित भएँ। उनीहरूको कारण मेरो विश्वास हल्लियो, मेरा योग्यताहरू नष्ट भए। यही कुराले मलाई शोकित बनायो र म साँचो रूपमा शोकको अनुभव गरिरहेको छु भनी गलत विश्वास गरेको थिएँ। वास्तवमा मैले निर्माण गरेको विश्वास र योग्यता नष्ट भयो भनेर म क्रोधित थिएँ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, के यो साँचो शोक थियो त? होइन, यो साँचो शोक थिएन। मैले निर्माण गरेको विश्वास र योग्यताहरू नष्ट भयो भनेर म क्रोधित थिएँ। अधिकांश मानिसहरू यो छलमा पर्दछन्। क्रुसको पीडा र बलिदानले तिनीहरूको हृदयलाई प्रभावित गरेको हुँदैन, बरु आफ्नो विश्वास र प्रणहरू गरिएकोमा तिनीहरू दुखित भएका छन्। यो दुःखलाई तिनीहरूले शोक भनेर झुकिन्छन्, तर यो शोक होइन, यो स्वार्थीपना हो। यो केवल आफ्नो बारेमा चिन्तित हुनु हो। परमेश्वरले हाम्रो पापको लागि मर्नुभयो, तर तिनीहरू केवल आफ्नै असफलतामा दुखी छन्। यो स्वार्थ मात्र हो। म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु र अब तपाईले जवाफ दिन सक्नुहुनेछ।
हामी कसरी साँचो शोक गर्ने हृदय विकास गर्न सक्छौं? हामीले एक चरा पखेटा फरफराउँदै रगत बगाउँदै र हाम्रो कुष्ठरोगको कारण मर्न लागेको दृश्यको कल्पना गर्नुपर्छ। हामीले यस दृश्यमा ध्यान गर्नुपर्छ। हामीले प्रभुलाई हेर्नुपर्छ जो हाम्रो पापहरूको लागि क्रुसमा रगत बगाउँदै सास फेर्न संघर्ष गर्दै र पीडा भोग्दै मर्नुभयो। हाम्रो पापको भार कति ठूलो छ भनेर हामीलाई बुझाउने यही नै परमेश्वरको इच्छा हो। हामीले हाम्रो पापहरू येशूको आत्मामा राखिएको हेर्नुपर्छ, त्यस थुमामा राखिएको देख्नुपर्छ जस्तै संसारको पापहरू उठाएर लैजानुहुन्छ। परमेश्वरको क्रोधको सामु येशू डरले थरथर काम्दै हुनुहुन्छ र हाम्रो पापको भारले पीडा भोग्दै हुनुहुन्छ भन्ने कुरालाई हामीले हेर्न जरुरी छ। हामीले उहाँले क्रुसमा बिताउनु भएको अन्तिम 3 घण्टाहरूको पीडा हेर्नुपर्छ। हे मेरा परमेश्वर तपाईले मलाई किन त्याग्नु भयो भनी उहाँको दुहाईलाई सुन्नुपर्छ। हामीले उहाँको शरीरको प्रत्येक भागबाट रगत बगिरहेको रूपमा उहाँलाई हेर्नुपर्छ जब उहाँ पीडाको चक्कीमा एक्लै पिसिरहनु भएको थियो। जब हामी यो कुरालाई बुझ्छौं तब हामीले साँचो शोक गर्ने हृदय विकसित गर्न सक्छौं। तब मात्र हामी शैतानको पकडबाट छुटकारा पाउन सक्छौं र आफ्नो पखेटा फैलाएर उड्न सक्छौं। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, जब हामी प्रभुलाई हेर्छौं तब के हुन्छ? हामी दुःख र पछुतोले भरिन्छौं र भन्ने गर्छौं किन मैले बालक झैं यस्ता कुराहरू गरे, किन मैले त्यस मानिसलाई दुःख पुर्याएँ, म कसरी यति अनभिज्ञ बन्न सके, मैले पवित्र आत्माको आवाजलाई कसरी अस्वीकार गर्न सके। हामीलाई गहिरो दुःखको अनुभूति हुन्छ जब हामी ख्रीष्टको क्रुसलाई हेर्छौं। यही शोकको विषयमा यसुले बोल्नु भएको छ। यस्ता शोक गर्नेहरूलाई सान्त्वना दिन्छ। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। शोक गर्नेहरूले यसरी पाप स्वीकार गर्दछन्, प्रभु म कहिले पनि तपाईले एक्लै भोग्नु भएको पीडा, एक्लोपन र दुःखलाई बिर्सने छैन। अब उपरान्त म कहिले पनि पापलाई छुने छैन। यदि तपाईले मलाई स्वीकार गर्नुभयो भने म तपाईलाई अन्त्यसम्म पछ्याउने छु। मेरो जीवनको अन्तिम साहससम्म विश्वासी रहनेछु। अरूले जे भने पनि म तपाईको साथमा उभिनेछु। यो नै साँचो शोक हो। यसरी शोक गर्नेहरू विजयको सुसमाचार प्रति गम्भीर रूपमा तानिन्छन्। तिनीहरूले निश्चित रूपमा परमेश्वरबाट सान्त्वना प्राप्त गर्छन्। एक समय पापको कारण निराशमा परेको आत्माहरू आनन्दले पुनर्जीवित हुनेछन्। किनकि तिनीहरूले परमेश्वरबाट सान्त्वना पाएका हुन्छन्। उहाँ भन्नुहुन्छ सबै ठिक छ, मेरो रगतले तिम्रो पापलाई ढाक्नेछ, फेरि उठ। यो नै साँचो सान्त्वना हो। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, जब हामी क्रुसको सामु उभिन्छौं तब हामी हाम्रो पापहरू त्यागेर फाल्छौं। तोडमोड गरिएको र कठोर हृदयहरू फेरि ठिक हुन्छन्। यो केवल क्रुसको सामु खडा हुँदा मात्र सम्भव छ। हाम्रो हृदय र दृष्टिकोणहरू पूर्ण रूपमा बदलिन्छन्। अब म तपाईलाई अर्को प्रश्न सोध्न चाहन्छु, किन यति धेरै मानिसहरूले पश्चाताप गरेको दाबी गर्छन् तर तिनीहरूले पाप त्याग्न सक्दैनन् र तिनीहरूको जीवन परिवर्तन हुँदैन? अब तपाईले यसको उत्तर दिन सक्नुहुनेछ। उत्तर पहिले नै दिएको छ। तिनीहरूले पश्चातापलाई गलत रूपमा बुझेका छन्, जसलाई परमेश्वरसँग क्षमा माग्नु मात्र भनी सोचेका छन्। तिनीहरूले केवल बाहिरी रूपमा क्षमा मात्र मागेका छन्। जब म धेरै मानिसहरूसँग कुरा गर्छु, तिनीहरूले पश्चाताप गरेको दाबी गर्छन्, तर तिनीहरूको गवाई सुन्दा मलाई थाहा हुन्छ कि तिनीहरूले परमेश्वरसँग माफी मात्र मागेका छन्। त्यो साँचो शोक होइन। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, जब हामी क्रुसमा गहिरो ध्यान गर्छौं तब दुई कुराहरू स्पष्ट रूपमा हाम्रो हृदयमा आउँछन्। यी दुई कुराहरू साँचो शोक र पश्चाताप गर्नको लागि अति आवश्यक छन्। पहिलो, जब हामी क्रुसलाई हेर्छौं तब पाप कति डरलाग्दो छ भन्ने कुरा महसुस गर्न सक्छौं। पापको भयानकतालाई बुझ्नको लागि हामीले परमेश्वरको पुत्रलाई हेर्नुपर्छ जो हाम्रो पापको कारण मर्नुभयो। पाप कुनै व्यक्तिको भावना दुखाउन वा झुट बोल्न मात्र होइन, यो परमेश्वरको हृदयमाथि प्रत्यक्ष प्रहार हो जसले उहाँलाई मृत्युमा पुर्यायो। जब हामी क्रुसलाई हेर्छौं तब हाम्रो गैर जिम्मेवारी र अविवेकता देख्न सकिन्छ। यो यथार्थले हाम्रो सुस्ताएको विवेकलाई जागृत गर्छ र पाप गर्दा हामीलाई ग्लानिबोध र पीडा महसुस गराउँछ। दोस्रो, जब हामी क्रुसलाई हेर्छौं तब हाम्रो हृदयमा गहिरो शोक उत्पन्न हुन्छ। एक शोकित हृदय देखा पर्छ। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, पश्चाताप र शोक केवल सिद्धान्त होइनन्, ती दुःखको साँचो भावनासँग जोडिएका छन्। यो परमेश्वर मैले गल्ती गरे, कृपया बुझ्नुहोस् र मलाई क्षमा गरिदिनुहोस् भनेर पाप स्वीकार गर्नु मात्र होइन। यो केवल क्षमा याचना हो, साँचो शोक होइन। यस्तो अवस्थामा जति प्रार्थना गरे पनि हामी पापबाट मुक्त हुन सक्दैनौं, न त परमेश्वरको पूर्ण सान्त्वना अनुभव गर्न सक्छौं। के यो स्पष्ट छैन र? पवित्र शास्त्रले भन्छ शोक गर्नेहरूले परमेश्वरबाट सान्त्वना अवश्य पाउनेछन्। यो धेरै ईसाईहरूले सामना गर्ने मुख्य समस्याहरू मध्ये एक हो। तिनीहरू प्रश्न गर्छन्, मैले प्रार्थना गर्दा र पापको स्वीकार गर्दा पनि किन परमेश्वरले मेरो हृदयलाई सान्त्वना दिनुहुन्न? समस्या के हो? यसको उत्तर तपाईहरुलाई अब थाहा भयो। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, मैले हालै एउटा वचन बाँडेको थिएँ जसको शीर्षक थियो क्रुसमा अन्तिम 3 घण्टा। यो
यो सन्देश एकदम महत्त्वपूर्ण छ। यो आशिषको वचनलाई अनुभव गर्ने एकमात्र आधार हो। आज धेरै ईसाईहरू आफ्नो हृदयमा एक विशेष समस्याबाट पीडित छन्। उनीहरूको हृदय कठोर भइसकेको छ। के तपाईहरुलाई यसबारे थाहा छ? पाप र सांसारिक चिन्ताहरूमा वर्षौंसम्म डुबेर बाँच्दा उनीहरूले आफूलाई थाहा नपाई कठोर हृदय बनाएका छन्। यही कारणले गर्दा पाप गर्दा पनि तिनीहरूले पीडा वा दुःख महसुस गर्दैनन्। तिनीहरू पापसँग अत्यन्तै परिचित भइसकेका छन्। जब तिनीहरू पश्चाताप गर्ने प्रयास गर्छन्, तिनीहरूले केवल क्षमा मात्र माग्न सक्छन्। यसरी तिनीहरूले आशिषको वचनमा वर्णन गरिएको आशिषलाई गम्भीर रूपमा अनुभूति गर्न सक्दैनन्। यही कारण हो प्रभुमा विश्वास हुँदाहुँदै पनि तिनीहरूको हृदयमा अझै रित्तोपना छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म चाहन्छु यो सन्देशले तपाईको जीवनमा भएको त्यो रित्तोपनलाई समाधान गरिदियोस्। जब हामी पापमा धेरै व्यस्त हुन्छौं र हाम्रो हृदय कठोर बन्छ, धेरै जसो हामीलाई थाहा हुँदैन कि हामी के भन्छौं, अरूसँग कस्तो व्यवहार गर्छौं वा हाम्रो उद्देश्य कति अशुद्ध भइसकेको छ। यो समस्या समाधान कसरी गर्ने त? बाइबलले इजिकेलको पुस्तक 36 अध्यायको 26 मा समाधान गरिएको छ। म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। कठोर हृदयलाई हटाउने विधिलाई यहाँ स्पष्ट गरिएको छ। कठोर हृदयको विवेकलाई कसरी हटाउन सकिन्छ? हामीले नयाँ आत्मा प्राप्त गर्न जरुरी छ। पवित्र आत्माको माध्यमबाट हाम्रो हृदयमा नयाँ बन्न सक्छ। तर यो नरम हृदय कसरी प्राप्त गर्न सकिन्छ? पवित्र आत्माले हाम्रो सहयोग बिना हाम्रो हृदयलाई नयाँ बनाउन सक्नुहुन्न। तपाई क्रुसमा जान नै पर्छ। जब हामी क्रुसको सामु उभिन्छौं र ख्रीष्टको मृत्यु र बलिदानलाई गम्भीरतापूर्वक विचार गर्छौं, पवित्र आत्मा आउनुहुन्छ र हाम्रो कठोर हृदयलाई हटाउनुहुन्छ। यो एउटा प्रतिज्ञा हो। जब हामी उद्धारकर्ताको प्रेम, बलिदान र दुःखमा ध्यान दिन्छौं, हाम्रो हृदय कोमल बन्न सुरु हुन्छ र हाम्रो विवेक जागृत हुन्छ। यही प्रक्रियाले पापलाई अस्वीकार गर्ने हृदय विकास गर्छ। जब हामी प्रभुलाई सम्झन्छौं र उहाँलाई हेर्छौं, हाम्रो हृदयमा कृतज्ञता र विश्वास जागृत हुन्छ। यो पवित्र आत्माको कामको परिणाम हो। नयाँ हृदय प्राप्त गर्ने फल हो। म विश्वास गर्छु तपाई मध्ये धेरैले यो अनुभव गरिसक्नु भएको छ। आज म यो कुरा परमेश्वरको वचन र उहाँको सत्यताको माध्यमबाट तपाईलाई स्पष्ट रूपमा प्रस्तुत गर्दैछु। यस बाटोलाई अनुसरण गर्नुहोस्। म अर्को प्रश्न गर्न चाहन्छु। जब पवित्र आत्माले हामीलाई नयाँ हृदय दिनुहुन्छ, त्यो कस्तो हृदय हो? पवित्र आत्माले हाम्रो कठोर हृदयलाई हटाएर दिनुहुने कोमल हृदय कस्तो हो? यो एउटा महत्त्वपूर्ण प्रश्न हो। परमेश्वरका छोराछोरीहरू भन्ने पुस्तकको पृष्ठ नम्बर 288 मा लेखिएको छ। जबसम्म हृदय पूर्ण रूपमा परमेश्वरलाई सुम्पिएको हुँदैन। जब मानिसहरूले यो सुन्छन्, तिनीहरू डराउँछन्। म कसरी मेरो हृदयलाई पूर्ण रूपमा परमेश्वरलाई सुम्पिन सक्छु? यो कसरी सम्भव छ? यो कसरी हुन सक्छ? यो त सम्भव हुन्छ जब हामी परमेश्वरको प्रेम र बलिदान बुझ्छौं। जब हामी चराले पखेटा फरफराउँदै मृत्युको सामना गर्ने दृश्यलाई बुझ्छौं, जुन ख्रीष्टको बलिदानको प्रतीक हो, तब हामी स्वतः र पूर्ण रूपमा परमेश्वरलाई सुम्पिन तयार हुन्छौं। जब हामी क्रुसलाई हेर्छौं र प्रभुले हामीको लागि सबै कुरा दिनुभएको देख्छौं, हामीमा भएको सबै शंका र अविश्वास हट्छ। यसरी हामी प्रभुमा पूर्ण रूपमा विश्वास गर्न थाल्छौं। कठोर हृदयलाई प्रतिस्थापन गर्ने कोमल हृदय यही हो। यही नै नयाँ हृदय हो। जब हामी परमेश्वर प्रति भएको अविश्वास र शंका हटाउँछौं र पूर्ण रूपमा उहाँमाथि भरोसा राख्ने मन राख्छौं, यो नै नयाँ हृदय हो। यो कोमल हृदय हो। जब हामी यस्तो हृदय प्राप्त गर्छौं, हामी पूर्ण रूपमा परमेश्वर प्रति समर्पित हुन्छौं। के यो सम्भव छ? हो, सम्भव छ। तर यो केवल क्रुसको सामु खडा हुँदा मात्र सम्भव हुन्छ। आउनुहोस् अगाडि पढौं। जबसम्म हृदय पूर्ण रूपमा परमेश्वर प्रति समर्पित हुँदैन, तबसम्म मानवीय माध्यम साँचो दागको बोर्डसँग जोडिरहन सक्दैन। परमेश्वरमा रहनुको अर्थ के हो? यसको अर्थ परमेश्वर प्रति पूर्ण रूपमा समर्पित हुनु हो। ख्रीष्टमा रहनुको अनुभव यही नै हो। बिना शर्त समर्पित नभई न त हामी ख्रीष्टमा वृद्धि हुन सक्छौं, न त प्रचुर फल फलाउन सक्छौं। किनकि हामी परमेश्वरको वचनको केही अंशलाई स्वीकार गर्छौं तर अरूलाई अस्वीकार गर्छौं। कहिलेकाहीँ हामी पवित्र आत्मालाई पछ्याउँछौं तर अरू समयमा हामी व्यवस्था गर्छौं। यसरी हामी आत्मिक रूपमा कसरी वृद्धि हुन सक्छौं? यस्तो देखिन्छ कि हामी अघि बढिरहेका छौं तर अनन्त हामी पतन हुन्छौं। आत्मिक रूपमा माथि र तल हुने अनुभव गर्छौं। यसले गर्दा हामी विजयी सुसमाचार र वास्तविक रूपान्तरणको सम्भावनामा विश्वास गुमाउँछौं। हामी आफूमा पनि विश्वास गुमाउँछौं। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले सुसमाचारको साँचो चरित्रलाई बुझ्न आवश्यक छ। परमेश्वर पापसँग अलिकति पनि सम्झौता गर्नुहुन्न। यदि उहाँले यो गर्नु भएको भए ख्रीष्टले हाम्रो संसारमा आउनु र दुःख भोग्नु र मर्नु पर्ने थिएन। यदि परमेश्वरले
मानिसको पापलाई सरल रूपमा व्यवस्था गर्न सक्नुहुन्थ्यो भने उहाँले थुमाको बलिदानको आज्ञा किन दिनुहुन्थ्यो? उहाँले आँखा चिम्लेर पापलाई व्यवस्था गर्न सक्नुहुन्थ्यो। तर यसको सट्टा उहाँले हरेक पापको लागि थुमाको बलिदान अनिवार्य बनाउनुहुन्छ। यसको अर्थ के हो? यसको अर्थ यो हो कि पापलाई व्यवस्था गर्न सकिँदैन। एउटा सानो अपराधको लागि पनि मेरो पुत्रको रगत बग्नुपर्छ। यही सन्देश परमेश्वरले दिनुहुन्छ। कुनै पनि परिवर्तन साँचो हुँदैन जबसम्म त्यसले सत्यलाई स्वीकार गर्ने व्यक्तिको चरित्र र व्यवहारलाई परिवर्तन गर्दैन। तर धेरै मानिसहरूले यस सन्देशलाई बुझ्न वा स्वीकार गर्न असफल हुन्छन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले पखेटा फरफराउने चरा आफ्नो पापको लागि मर्दा त्यसको महत्व बुझ्दैनन्। तिनीहरू आफ्नै इच्छा शक्ति र बलमा केही निर्माण गर्न खोज्छन् तर अन्ततः असफल हुन्छन्। यही कारणले गर्दा तिनीहरूले परमेश्वर प्रति पूर्ण समर्पण अनुभव गर्न सक्दैनन्। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, परमेश्वर प्रति पूर्ण समर्पण गर्ने हृदय हाम्रो आफ्नै इच्छा शक्तिले गर्न सकिने कुरा होइन। त्यसैले हामीलाई वेदीमा जान निर्देशन दिएको छ। हामी क्रुसमा जानुपर्छ। हामीले हाम्रो प्रभुको बलिदान र मृत्युमा ध्यान गर्नुपर्छ। जस्तै कुष्ठरोगीले चराको मृत्यु देख्नु पर्यो, त्यसै गरी हामीले पनि परमेश्वरका पुत्रलाई संघर्ष गरिरहनु भएको, सास फेर्न खोजिरहनु भएको र आफ्नो प्राण त्याग्नु भएको देख्नुपर्छ। त्यसपछि मात्र पवित्र आत्माले हाम्रो हृदयमा प्रवेश गर्न सक्नुहुन्छ, हामीलाई स्पर्श गर्नुहुन्छ र हाम्रो कठोर हृदयलाई हटाउनुहुन्छ र परमेश्वरको इच्छामा पूर्ण रूपले समर्पित नयाँ हृदय प्रदान गर्नुहुन्छ। यही नै रूपान्तरण हो, यही नै पुनर्जन्म हो, यही नै पश्चाताप हो। यसकारण हामीले प्रार्थना गर्न जरुरी छ। धेरै मानिसहरूले सोध्छन्, पास्टर बुवा, मेरो हृदयमा पाप अस्वीकार गर्ने भावना छैन। म पाप गर्छु र अवज्ञा गर्छु, तर मलाई गहिरो ग्लानि बोध वा दुःख महसुस हुँदैन। मैले के गर्नुपर्छ? यस्ता मानिसहरूले परमेश्वरका सामु इमानदारीताको साथ यो प्रार्थना गर्नुपर्छ। हे पिता परमेश्वर, मलाई मेरो पाप प्रति कुनै दुःख छैन। म पाप गर्दा पनि म शोक गर्दिन। कृपया मलाई पाप प्रति शोक गर्ने हृदय दिनुहोस्। पवित्र आत्माले मेरो कठोर हृदयलाई हटाएर मलाई पापलाई घृणा गर्ने र त्यसको लागि शोक गर्ने हृदय प्रदान गर्नुहोस्। तर तपाईँ केवल प्रार्थना गरेर निष्क्रिय बस्न सक्नुहुन्न। तपाईँ कहाँ जानुपर्छ? तपाईँ क्रुसमा जानुपर्छ। धेरै मानिसहरू प्रार्थना गर्छन् तर कहिले पनि क्रुसमा जाँदैनन्। तपाईँ क्रुसमा जानुपर्छ। तपाईँले त्यहाँ पीडामा तडपदै र मर्दै गरेको थुमालाई हेर्नुपर्छ। जब तपाईँले हेर्नुहुन्छ तब पवित्र आत्माले तपाईँमा शल्यक्रिया गर्न थाल्नुहुन्छ, तपाईँलाई नयाँ हृदय दिनुहुन्छ, तपाईँको विवेकलाई जागृत गराउनुहुन्छ, पापलाई घृणा गर्न प्रेरित गर्नुहुन्छ र शोक गर्ने हृदय प्रदान गर्नुहुन्छ। यस्ता मानिसहरू विजयतर्फ अगाडि बढिरहन्छन्। तिनीहरू हार मान्दैनन्। किनभने तिनीहरूलाई थाहा हुन्छ जब जब तिनीहरू क्रुसमा जान्छन् तिनीहरूको हृदय नवीकरण हुन्छ र पवित्र आत्माको कार्य तिनीहरूको भित्र पूरा हुन्छ। तिनीहरू कहिले पनि निराश हुँदैनन् र हार मान्दैनन्। यो विजय सुसमाचार हो। म तपाईलाई सोध्न चाहन्छु, परमेश्वरले मानिसलाई रूपान्तरण गर्ने प्रक्रिया के हो? आज यो प्रश्न बारम्बार उठाइएको छ। आउनुहोस् युग युगको चाहना पृष्ठ नम्बर 251बाट पढेर यसलाई समीक्षा गरौँ। परमेश्वर मानिस जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा लिनुहुन्छ। यस्ता हामीले बिर्सनु हुँदैन। परमेश्वरले कसलाई आफ्नो भन्नुहुन्छ? के हामीलाई परिवर्तन, पुनर्जन्म, शुद्ध र पवित्र हुन आवश्यक छ ताकि परमेश्वरले हामीलाई आफ्नो भन्न सक्नु भएको होस्? होइन, त्यस्तो होइन। उहाँले हामीलाई जस्तो छौं त्यस्तै लिनुहुन्छ। किन उहाँले हामीलाई जस्तै छौं त्यस्तै गरी लिनुहुन्छ? किनभने हामी आफैलाई परिवर्तन गर्न सक्दैनौँ। हामी आफ्नो हृदयमा आफै रूपान्तरण गर्न सक्दैनौँ। त्यसैले उहाँले हामीलाई जस्तो छौं त्यसरी नै लिनुहुन्छ। यही उहाँले भन्नुभएको छ। परमेश्वर मानिसलाई जस्तो अवस्थामा हुन्छन् त्यसै गरी लिनुहुन्छ र यदि तिनीहरूले आफूलाई उहाँमा समर्पण गर्छन् भने उहाँले तिनीहरूलाई उहाँको सेवाका लागि शिक्षित गर्नुहुन्छ। उहाँले हामीलाई जस्तो छौं त्यसरी नै लिनुहुन्छ। हामीलाई क्रुसमा ल्याउनुहुन्छ र जब हामी आफ्नो हृदय र जीवन उहाँलाई समर्पण गर्छौं तब उहाँले हामीलाई शिक्षित गर्न थाल्नुहुन्छ। परमेश्वरको आत्मालाई जब आत्मामा ग्रहण गरिन्छ त्यसले आत्माको सबै क्षमताहरूलाई जागृत गर्दछन्। परमेश्वरको शिक्षाले नै काम गर्छन्। जब हामी क्रुसमा जान्छौं र आफ्नो हृदय र जीवनलाई उहाँमा समर्पण गर्छौं त्यो समर्पण आवश्यक छ। जब हामी समर्पण गर्छौं हामीमा पवित्र आत्मा प्रवेश गर्नुहुन्छ र उहाँले जीवनमा नवीनता, आशा र मार्गदर्शन ल्याउनुहुन्छ। कतिपयले अन्तिम मिसनको उपदेश सुन्दा गर्होपन, अन्धकार र गम्भीरता महसुस गर्न सक्छन्। साँगुरो बाटो निकै कठिन लाग्न सक्छ। तपाईले गलत बुझ्नु भएको छ। आजको सन्देशले तपाईलाई नवीनता, आशा र प्रगति ल्याउँदछ।
पवित्र आत्माको मार्गदर्शनमा परमेश्वरलाई पूर्ण रूपमा समर्पित मनले मेलपूर्ण रूपमा विकास गर्नुपर्छ र परमेश्वरका आवश्यकताहरू बुझ्न र पूरा गर्न सक्षम बनिन्छ। कमजोर र अस्थिर चरित्र बलियो र स्थिरमा रूपान्तरण गरिन्छ। धेरै जसोले यस प्रश्नसँग सङ्घर्ष गर्छन्, कसरी हामी आफ्नो कमजोर, अस्थिर र दोषपूर्ण चरित्रलाई सुधार गर्न सक्छौं? कसरी यसलाई बलियो र स्थिर चरित्रमा रूपान्तरण गर्न सक्छौं? उत्तर सरल छ, आफ्नो हृदयलाई पूर्ण रूपमा परमेश्वरलाई समर्पण गर्नुहोस्। तर धेरै जसोले उत्तर दिन्छन्, म आफैलाई पूर्ण रूपमा समर्पण गर्न सक्दिन। तिनीहरू सोध्ने गर्छन्, मैले आफ्नो हृदय परमेश्वरलाई कसरी पूर्ण रूपमा समर्पण गर्न सक्छु? उत्तर स्पष्ट छ, तपाईँ क्रुसमा जानुपर्छ। केवल क्रुसले तपाईलाई तपाईको पापको लागि गहिरो शोक र पश्चाताप दिन सक्छ। तपाईले यो आफ्नै उत्पन्न गराउन सक्नुहुन्न। जब तपाईँ क्रुस अघि उभिनुहुन्छ र पश्चाताप गर्ने हृदय प्राप्त गर्नुहुन्छ, तब तपाईँ एक अखण्डित हृदय परमेश्वरलाई दिन सक्नुहुन्छ। रूपान्तरण भनेको यही हो। अब उत्तर स्पष्ट छ, तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै क्रुसमा जानुहोस्। परमेश्वर कहाँ जानुभन्दा अगाडि आफूलाई परिवर्तन गर्न चाहना वा सुधार्न प्रयत्न गर्नेहरू कहिले पनि उहाँ कहाँ जाँदैनन्। किनभनेदेखि तिनीहरूले यो सब आफ्नो बलमा गर्न सक्दैनन्। आजको वचनलाई समाप्त गर्न अघि म यति भन्न चाहन्छु, आज धेरै मानिसहरू सोध्छन्, म आफ्नो हृदय सफा गरेपछि मात्र परमप्रभु कहाँ जान्छु, वा म परमप्रभु कहाँ जान योग्य छैन, म पहिले आफैलाई शुद्ध गर्छु र त्यसपछि जान्छु। तपाईले यस्तो सोच त्याग्नुपर्छ। केही भन्छन्, म प्रभु कहाँ जाने भावना वा इच्छा आएपछि मात्र जान्छु। त्यो सोच पनि त्याग्नुहोस्। अरू भन्छन्, म आफूलाई परिवर्तन गरेर राम्रो व्यक्ति बनेपछि मात्र प्रभु कहाँ जान्छु। त्यो विचार पनि छोड्नुपर्छ। यस्ता सोच विचारले काम गर्दैन। तपाईले आफू जस्तो हुनुहुन्छ त्यस्तै जानुपर्छ। उडाउ पुत्र जस्तै तपाईले पिता कहाँ सुँगुरको फोहोरले छोपिएको अवस्थामा जानुपर्छ। उडाउ पुत्रले आफ्नो पितासँग फर्कनु अघि कुनै स्नान गृहमा गएर नुहाएको थियो? होइन, ऊ जस्तो थियो त्यस्तै गयो। क्रुस कहाँ जानुहोस्, पिताको प्रेम र बलिदान कहाँ जानुहोस्। त्यहाँ तपाईलाई शोक गर्ने हृदय प्राप्त हुनेछ। त्यहाँ तपाईलाई सान्त्वना, नयाँ शक्ति र जीवनता प्रदान गरिनेछ। यही नै सुसमाचार हो। विजयको सुसमाचार यही हो। म प्रार्थना गर्दछु कि पवित्र आत्माले हामी सबैलाई यस शोकको हृदयमा लैजानु भएको होस् र विजयी सुसमाचारमा डोर्याउनु भएको होस्। स्वर्गीय पिता, आज हाम्रो हृदयमा आशा उत्पन्न गरिदिनु भएकोमा हामी तपाईलाई धन्यवाद दिन्छौँ। जब हामी ख्रिस्टको क्रुस कहाँ आउँछौँ, हाम्रो हृदय नयाँ बन्नेछ, हाम्रो कठोरता हट्नेछ, हामीलाई कोमल हृदय प्रदान गरिनेछ भन्ने कुरा हामीलाई स्मरण गराइएको छ। पिता परमेश्वर, यो साधारण तर गहिरो सत्य हाम्रो मनमा छापिदिनुहोस्। हामीलाई यस्ता कहिले नभुल्न मद्दत गरिदिनुहोस्। हामीले तपाईको वचन मार्फत फेरि पुष्टि गरेका छौँ कि शोक गर्ने हृदय र विनम्र आत्मा पाउन सम्भव छ। प्रभु, हामीलाई यस सत्यमा अडिग रहन आशिष दिनुहोस्। दैनिकी जीवनमा यस्ता आत्मसात गर्न सक्षम पार्नुहोस्। यो साँघुरो बाटोमा यात्रा गर्दा हाम्रो हृदय सधैँ आनन्द, कृतज्ञता, सान्त्वना र आत्मविश्वासले भरिपूर्ण बनोस्। प्रत्येक पल जब हामीले तपाईले हाम्रो लागि तयार गर्नुभएको उद्धारको स्पष्ट र सटीक नक्सालाई बुझ्छौँ, हाम्रो विश्वास र आशा बलियो बन्न सकेको होस्। आजको आराधनामा सामेल भएका सबैलाई तपाईको आत्मा मार्फत सान्त्वना दिनुहोस्। उनीहरूलाई शोक गर्ने हृदय, विनम्र आत्मा र धन्यवादी हृदय दिनुहोस्। आशिषको वचन अनुसार सबै आशिषहरू उनीहरूलाई प्रदान गर्नुहोस्। हामीहरू बीच जो बिरामी छन् तिनीहरूको लागि पनि हामी प्रार्थना गर्छौँ। पिता परमेश्वर, उनीहरूसँग रहनुहोस् र तपाईको चङ्गाई पार्ने हातले उनीहरूको हेरचाह गर्नुहोस्। यी सबै कुरा हामी येशूको नाउँमा माग्छौँ। आमेन।